हेलो गाइस, आज चाहिँ मेन भिडियोमा जानुभन्दा अगाडि मसँग यहाँ छ छिरिङ तामाङ। धनको नेक्स्टै अब एउटा गीत सुनिदिउँ न त उसको है, त्यसपछि भिडियो स्टार्ट गर्नुपर्छ। गीतको नाम चाहिँ नछोड्नु। अनि यो चाहिँ कस्तो भन्नु, अनसल्भ लभ भनौँ न एउटा। यो गीत होइन, अरू गीत पनि भेटाउन सक्नुहुन्छ मेरो युट्युब च्यानलमा। मेरो युट्युब च्यानलको नाम चाहिँ छिरिङ तामाङ नै छ। प्लिज हेरिदिनु होला है त। हेलो गाइस, भर्खर सुनेको गीत कस्तो लाग्यो तपाईँहरूलाई? मन पऱ्यो भने युट्युबमा छिरिङ तामाङ छ, हेर्दा हुन्छ। म डिस्क्रिप्सनमा पनि राखिदिइराख्छु उसको च्यानलहरू। र आजको मेन भिडियो चाहिँ वाट डु आई ट्राभल विथ, मेरो टेकको सामानहरू। यहाँ ब्याग हो, केस हो है। सुरुमा ब्यागदेखि स्टार्ट गरौँ है, एकछिन मुनि राखिदिन्छु यो। फर्स्ट अफ अल टेकको सामान यो ब्यागमा जानु भन्दाखेरि यो हातमै छ मेरो iPhone 16 Pro। भेरी हुन्छ नि, मेरो धेरै जस्तो कामहरू चाहिँ सबै यहीँबाट भइरहेको हुन्छ। र मैले यो भिडियो नि फोनमै एडिट गर्छु होला। प्लस अब मैले यताउता केही खोज्नु पऱ्यो, गर्नु पऱ्यो, फोटो खिच्नु पऱ्यो। फोटो भिडियो एकदम दामी आउँछ यसबाट नि। मैले एउटा खिचेको थिएँ योबाट नि फोटोजहरू। अहिले ब्यान्डको फोटो खिचेको भने मैले अस्ति एक दुईवटा ब्यान्डको फोटो नि एउटा खिचेको छु। स्याम्पलहरू तपाईँहरूलाई स्क्रिनमा राखिदिन्छु है। ब्यागमै जाउँ न। ब्याग चाहिँ मेरो यो केस लजिकको हल्का पुरानो भइसकेको छ, यहाँ सबै हुर्किसकेको छ यो बेसतिर, जाप्पै चाहिँ बसेर तर अब त्यो भए पनि सेफ्टी राम्रो छ यो ब्यागको। फुल प्याडेड छ, यसरी प्याडेड छ। त्यही भएर मैले अब त्यत्तिकै ट्याङडुङ जहाँ अब सबै ठाउँमा अब त्यो कन्भिनियन्ट राख्ने ब्याग राख्ने ठाउँ हुन्छ भन्दैन नि त। त्यही भएर यो सेफ छ क्या। त्यही भएर चाहिँ म यही बोकिरहेको छु। अरू ब्यागहरू पनि छ नि त, तर यही बोकिरहेको छु। ओभर कम्फर्टेबल हुन्छ। सुरुमा जाउँ ब्यागमा जहिले भनेको मेरो यो वायरलेस पावर ब्याङ्क भोकोको। कति हो यसको? 1000 mAh को पावर ब्याङ्क जहिले भइरहेको छ नर्मल कुरा। यो अर्को पावर ब्याङ्क, यो पावर ब्याङ्क चाहिँ केमा युज गर्छु भने म अहिले चाहिँ नभन्छु तपाईँहरूलाई। अनि ओपर खतरा कुरा चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ
यो चाहिँ के हो भने यो चाहिँ एलइडी लाइट हो। अब कतिवटा ठाउँमा हाम्रो भेन्यूहरूमा कस्तो हुन्छ भने सो सक्यो, सो सकिने बित्तिकै झ्यापझुप अँध्यारो हुन्छ कि। स्टेजमा त लाइट हुन्छ, तर यता हाम्रो हामी त्यो बसेर त्यो कन्सोलहरूतिर चाहिँ खासै लाइट पुग्दैन क्या। त्यतिखेर टक्क लाइट बाल्यो अनि यो आफ्नै लागि यो अँध्यारो हुन्छ नि त, काम गर्नु पनि सजिलो हुन्छ। यो लाइट चाहिँ ओभर ब्राइट चाहिँ चाहिने भन्दा बेसी ब्राइट छ। अहिले 70% जतिमा रहेछ, 100%मा चाहिँ यति हुन्छ जस्ट ब्राइट छ। अनि यो चाहिँ मेन थिङ चाहिँ यो RGB लाइट पनि हो। मैले अब फोटोहरू खिच्दा भिडियोहरू खिच्दाखेरि पनि अब यत्रो लाइट बोकेर हिँड्नु त सम्भव छैन नि त। त्यही भएर यो स्मल जहाँ पनि हट्छ, गोजीमै हट्छ क्या यो लाइट। अनि प्लस RGB पनि हो क्या यो। ब्लू बल्यो, यसको ह्युहरू यहाँबाट सेट गर्न मिल्छ। प्लस यहाँ बिल्ट इन फिचरहरू पनि धेरै छ। अब चाहिँ यो SOSको भइहाल्यो। अनि यस्तो हो। यहाँ अब एफेक्टहरू दिनु पऱ्यो भने एफेक्टहरू पनि छ क्या। जस्तो लाइटनिङ एफेक्ट भयो, यो त अब बाहिर झ्याएको यसरी अब मैले यसरी हाल्यो भने पुरा अब बाहिर लाइटनिङ भइरहेको टाइपको देखिन्छ यो लाइट हालेर हाल्नु पऱ्यो भने। अनि ओल्ड टिभी टाइपको भयो। अब यहाँ एफेक्टहरू दिन्छ नि, जस्ट धेरै छ एफेक्टहरू। यहाँ पुलिसको यो चाहिँ गडक्सको M1 RGB लाइट, ओभर युजफुल। यसलाई यो त्यस्तो थ्रेडहरू छ कि यसको, यो थ्रेडहरूले गर्दाखेरि चाहिँ जेमा नि माउन्ट गर्न सजिलो हुन्छ क्या। यो यतिकै स्ट्यान्ड बनाएर यतिकै यसरी अडाउँदा नि भयो। अनि ट्राइपोडहरू केही छ भने चाहिँ ट्राइपोडहरूमा माउन्ट गरेर राख्दा नि भयो यो। सो दिस इज गडक्स। नेक्स्ट के छ त भन्दा मेरो ब्यागमा जहिले भइराख्ने एउटा क्यामेरा। मलाई चाहिँ मेन चाहिँ म फोटो भिडियो खिच्नु ओभर मन लाग्छ मलाई। म पहिले पनि अब यहाँ ब्यान्डसँग काम गर्नु अगाडि पनि त्यही फिल्डमा काम गरिरहेको थिएँ। कागज प्रोडक्सन, इन्स्टाग्राममा पनि छ कागज प्रोडक्सन, युट्युबमा पनि छ, चेक गर्दा हुन्छ तपाईँहरूले। म त्यहाँ फोटो भिडियो एडिटिङ गर्थेँ। अनि जस यो क्यामेरा चाहिँ सधैँ मैसँग भइराख्नुको रिजन चाहिँ कतिवटा ठाउँमा चाहिँ कतिचोटि चाहिँ त्यो क्यामेराले नै खिच्नुपर्ने टाइपको सिचुएसन आउँछ क्या। जस्तै कि वान टाइम त्यो केकहरूको बिहाइन्ड द स्टोरी या बिहाइन्ड द लिरिक्स केकहरूको पनि यही क्यामेराबाट खिचेको। यो भयो भने चाहिँ पोर्टेबल जता बोक्दा नि भयो। अब अहिले खिचिहाल्नु पऱ्यो भने यो लाइट पनि छँदैछ, क्यामेरा पनि छँदैछ, अडियो ह्यान्डी दाइले हेरिहाल्नुहुन्छ। सो यो चाहिँ सोनीको A6600 क्रप सेन्सर क्यामेरा, फुल फ्रेम पनि होइन। फुल फ्रेम चाहिँ अब बिस्तारै बोकौँ न। जमकाक्सको क्यामेरा। अनि प्लस ओभर युज भइरहेछ कतिवटा ठाउँमा चाहिँ। म यस्तो कस्तो गरिरहेको हुन्छ भने लाइभ सेटअपमै त्यो अगाडिको लाइभ फिड हुन्छ नि स्क्रिनमा दिनुलाई, मसँग यो क्यामेरा चाहिँ सधैँ मैसँग हुन्छ। सो अब मलाई कुनै ठाउँमा अब लाइभ स्क्रिन पनि गर्नु मन लाग्यो, अलिक पछाडिको अलिक स्टेजसम्म क्लियर भ्यू छैन भने चाहिँ म यो क्यामेरा नि युज गरिरहेको छु लाइभ फिडको लागि। ट्राइपोड एउटा उताबाटै माग्यो सेटअप गरेर, यसको सेटअप गर्ने सामान पनि सबै म बोकेर हिँड्छु। अहिले देखाउँछु। अनि त्यो बोकेर हिँड्दाखेरि चाहिँ मलाई अब फाल्टु त्यहाँ अर्गनाइजरहरूलाई लाइभ फिडको लागि क्यामेरा के मगाइराख्नु परेन क्या। मैसँग हुन्छ, म ट्याक जोड्यो, म आफै क्यामेरा कन्ट्रोल गरिदिन्छु। यो भयो क्यामेरा। यो हार्ड ड्राइभ, यो चाहिँ कति 1 TB को हार्ड ड्राइभ होला, नथिङ स्पेसल, त्यही नर्मल हार्ड ड्राइभ हो 1 TB। यो चाहिँ ब्याकअपहरूको राख्छु म। जस्तै जतिवटा पनि मेरो सो फाइलहरू छ त्यो सबैको सो फाइलहरूको ब्याकअपहरू सबै यो हार्ड ड्राइभमा छ। अब इनकेस मेरो ल्यापटप केही भइहाल्यो भनेको सिचुएसनमा यो चलाउँछु म यो हार्ड ड्राइभ। नेक्स्ट यो चाहिँ अस्ति भर्खर युकेमा सौगात दाईको टर्च रहेछ, त्यहाँ भुइँमा झरिरहेछ क्या स्टेजमा। मैले टिपेर त्यतिकै कसको टर्च रहेछ भने पुरा यो गर्दै थिएँ। अनि दाईको रहेछ नि, दाइले यहाँ राख भनेर जस्ट ओभर काम लाग्छ अँध्यारो ठाउँमा। अस्ति दाङको भिडियोमा नि मैले राति खिचेको बेलामा यही टर्च युज गरिरहेको थिएँ। यो लाइट चाहिँ अगाडि ह्यान्डी दाइले युज गर्नुहुन्छ थियो। ओभर युजफुल पुरा सानो छ मजाको। यो चाहिँ मेरो त्यस्तो यो फोनको होल्डर हो। यसो घरिघरि गोजीमा भारी हुन्छ नि त, त्यो बोक्ने। अनि नेक्स्ट ओभर चाहिने कुरा चाहिँ यहाँ छ पावर एडाप्टर। यो पावर एडाप्टर चाहिँ मेरो 35 वाटको रिम्याक्सको अनि युनिभर्सल एडाप्टर हो यो। जहाँ पनि लाग्छ। अनि डाइरेक्ट राम्रो कुरा चाहिँ यहाँ डाइरेक्ट टाइप सी 35 वाटको आउटपुट डाइरेक्ट छ क्या यहाँ टाइप सीबाट।
अनि मेरो फोनहरू पनि क्विकली चार्ज हुने भयो म यहीँबाट गरिरहन्छु धेरै मेरो फोनहरू चार्ज अनि यता 5 वाटको आउटपुट छ इच दुईवटा टाइप सी दुईवटा USB जस्तो ओभर युजफुल छ अब कतिवटा ठाउँमा चाहिँ ओभर लुज हुन्छ क्या सकेट कस्तो अब ल्यापटप चार्ज गरेर चलाउनु पर्ने हुन्छ सोमा अनि हल्लिदिने के हुने हुन्छ त्यतिखेर चाहिँ यो चलाउँछु क्या ठ्याक्क अब जुन टाइपको पिन छ त्यही टाइपको पिन थियो क्र्याप्पा हाल्यो अनि हल्लिँदैन सेफ हुन्छ अनि प्लस मैले एक्स्ट्रा मेरो फोन चार्ज गर्दै ल्यापटप पनि चार्ज गर्नु चाहन्थेँ यहाँ हाल्दा नि मेरो ओभर युजफुल अनि यो मेरो चार्जरको वायर भइहाल्यो अलिक र टाइपको भयो अनि यो मेरो ल्यापटपको चार्जर यो चाहिँ सोमा चलाउने ल्यापटप फाल्टे छ मेरो चाहिँ यो चाहिँ फाल्टे हो यो चाहिँ मेरो एससको 65 वाटको टाइप सी वाला ल्यापटपको चार्जर यसको ल्यापटप पनि यहीँ भित्र छ सुरुमा ल्यापटप देखाउनु पर्ने ठिकै छ अनि यो चाहिँ ग्याफ टेपहरू यो टेप चाहिँ हामी किन युज गर्छौँ भने अब कस्तो हुन्छ नि अँध्यारो ठाउँ हुन्छ नि त हामीले धेरै जस्तो काम गर्ने ठाउँहरू त सोजहरू धेरै जस्तो राति नै भइरहेको हुन्छ लाइटहरू झ्यालेक अनि यो चाहिँ मेन गरी वायरहरू मार्क गर्नलाई के कुरा छ त्यो मार्क गर्नलाई युज गर्छौँ यो चाहिँ कस्तो हुन्छ भने अँध्यारोमा अलिक रिफ्लेक्टिभ बेसी छ क्या यो लाइट रिफ्लेक्ट बेसी गर्छ त्यही भएर अँध्यारोमा नि अलिक देख्नु यहाँ के लिएको छ हेर्नु सजिलो हुन्छ तर वायरहरूमा चाहिँ खासै युज गर्दिनँ आजकल चाहिँ म किनकि अलिक महँगो पनि छ नि अस्ति भर्खर युकेबाट ल्याएर आएको नेपालमा चाहिँ घरै पाउँदैन होला मैले देखेको छुइनँ अहिलेसम्म चाहिँ तर ओभर राम्रो छ कपडा टाइपको हुन्छ क्या यसको फिल चाहिँ उसले चाहिँ मार्कहरू गर्नु युज हुन्छ अहिले मेरो उयसमा मार्क गरेर यसो हेर्दा हुन्छ है यहाँ साइडमा दुईवटा सार्पी यो चाहिँ अब त्यही वायरहरू मार्क गर्नुलाई अरू के मार्क गर्नु हुन्छ ब्ल्याक र सिल्भर सार्पी अनि हल्का स्पेयर ब्याट्रिज छ यो गोप्रोको अनि यो त्यो क्यामेराको यो ब्याट्री चाहिँ मलाई ठ्याक्क याद आयो स्पेनमा हाम्रो दाइको नाम ठ्याक्क बिर्छ तर जस्तो दाइले गिफ्ट दिनुभएको हामी त अब 2-3वटा धेरै खिचिँदैन नि भाइ तिमीहरूको खिचिराख्नुपर्छ चलाऊ भनेर दिनुभएको थियो दाइले थ्याङ्क यू दाइ राखिरहेको छु मैले हेर्दै हुन्छ भने भिडियो है अरू त त्यस्तो केही छैन यहाँ ब्याग चाहिँ केस लोजिकको है भाइ तपाईँ मैले भनेको छुइनँ भने यहाँ ल्यापटप कम्पार्टमेन्टमा सो यो चाहिँ मेरो ल्यापटप यो चाहिँ मैले सोमा चलाउने ल्यापटप चाहिँ होइन यो चाहिँ त्यतिकै म कोही बेला अब फोटोसप पनि गरिरहेको हुन्छु घरिघरि अब घरिघरि भिडियो एडिटिङ अब टुरमा हिँडेको बेलामा त हामीसँग जे छ त्यहीबाट धेरै राम्रो प्रडक्ट दिनु पऱ्यो नि त यो ल्यापटप चाहिँ जहिले मसँग हुन्छ यहाँबाट चाहिँ अब कोही बेला छाउको भिडियो त्यो इन्स्टाग्राममा हामीलाई भिडियो कोही बेला अब जङ्काक्सले यता के गीत गाएको र भिडियोहरू हाल्नुहुन्छ त्यतिखेर त्यो चाहिँ यहाँ अब लाइट एडिट भिडियो चाहिँ म कोही बेला फोनबाटै खिचिरहेको हुन्छु कोही बेला क्यामेराले खिचिदिन्छु तर अब आएर चाहिँ यहाँ एडिट गर्छु अनि यो ल्यापटपको चाहिँ अर्को राम्रो कुरा के छ भने यो क्या सो यो ल्यापटप चाहिँ डुअल स्क्रिन हो काम गर्नु सजिलो हुन्छ अब माथि फुल प्रिभ्यू हाल्यो अनि मुनि चाहिँ टाइमलाइन खोलेर चलाउँदा पनि भयो अर एल्स म मेरो कलेजको कोर्सवर्कहरू असाइनमेन्टहरू गर्दाखेरि पनि माथि जस्ट केही खोल्यो माथि केही चलाउँदै गर्दा मुनि अर्कै काम गर्न मिल्यो ओभर युजफुल छ अनि मैले अहिले लाइट सिक्दैछु मेन गरी ग्रान्ड एमए अनि ग्रान्ड एमए अन पिसी चाहिँ चलाउँदाखेरि दुईवटा स्क्रिन चाहिँ अलिक युज बेसी हुन्छ दुईवटा स्क्रिनको किनकि माथि अब 3D चलाइरहेको हुन्छ मुनि चाहिँ अन पिसीको सफ्टवेयरहरू त्यस्तो गर्दा चाहिँ कस्तो अब यो त्यसको लागि त दुईवटा स्क्रिनै चाहियो नि त दुईवटा स्क्रिन बोकेर हिँड्नु पोसिबल पनि हुँदैन त्यही भएर अब यो दुईवटा स्क्रिन यो ल्यापटप चाहिँ तर के भने यो ल्यापटप चाहिँ बिग्रिमान छ है अहिले नै भनिदिइरहेको खासमा राम्रै छ कन्डिसन त्यस्तो त्यो मैले धेरै चलाएको पनि छैन कन्डिसन पनि ओभर दामी छ लास्ट टाइम युके जाँदा किनेको थिएँ त्यतिखेर चाहिँ अब किन्नै पर्ने टाइपको सिचुएसन आएको थियो मैले किनेको राम्रो छ अब किन्नु इन्ट्रेस्टेड हुन्छ भने चाहिँ मलाई डिएमबाट हुन्छ एसएस जेनबुकको बिल्ट इन स्ट्यान्ड छ फेरि अनि प्लस
अर्को के हो भने यो ल्यापटप चाहिँ स्क्रिन टच पनि हो क्या अनि प्लस योसँग एउटा स्टाइलस पनि आउँछ पेन चाहिँ मैले अलिक बोकेको छुइनँ जस्तो लाग्यो अनि तपाईँहरूले अब आर्टिस्ट हुनुहुन्छ भने तपाईँहरू होइन अब डिजिटल आर्टहरू गर्नुहुन्छ भने अर एल्स इलिस्ट्रेसनहरू गर्नुहुन्छ भने यसमा ओभरै सजिलो हुन्छ किनकि यो अब यसरी पनि बस्यो तपाईँको अब ह्यान्ड फिलको लागि पनि राम्रो हुन्छ प्लस किबोर्ड यो वायरलेस भइहाल्छ झिक्ने बित्तिकै तपाईँहरूले माथि आफ्नो केही अब केही खोलेर रेफरेन्सहरू खोलेर मुनि आर्टहरू डिजिटल आर्टहरू गर्दाखेरि सजिलो हुन्छ एसस जेनबुक डुओ मेरो फर्स्ट ब्यागमा चाहिँ यति नै थियो अब त यो ब्यागमा अरूहरू पनि हुन्छ जस्ट त्यो चाहिँ मेरो पर्सनल सामानहरू हुन्छ त्यहाँ चाहिँ लाइक अब कोही बेला चुइगमहरू ब्रसहरू यताउता फ्यालिरहन्छु त्यो ब्यागमा खत्ता हालिदिन्छु अब मेरो पर्सहरू आइडी कार्डहरू हुन्छ के मेन थिङ अब यिनीहरू त मेरो फाल्टो त्यो सो बाइकको कुराहरू हो क्या सो बाइकको टेकको कुराहरू हो यिनीहरू चाहिँ अब जस्ट युज हुने तर सोमा चाहिँ खासै युज हुने त्यो सामानहरू मेन सोमा युज हुने सामानहरू चाहिँ यसमा छ सो सुरुमा हार्ड केसकै बारेमा भनौँ यो चाहिँ ट्याक्टिकको हार्ड केस हो पेलिकनको पनि राम्रो हुन्छ तर पेलिकन र यसमा के फरक हुन्छ भने चाहिँ पेलिकन एयरहरू चाहिँ यही साइजको अलिक हल्का पाउँछ यो ट्याक्टिकको चाहिँ अलिक सस्तो छ तर दाम पनि पेलिकन भन्दा चाहिँ निकै सस्तो छ पेलिकन चाहिँ ओभरै महँगो हुन्छ खोलौँ यहाँ प्याडेड मजाले प्याडेड हुन्छ अनि यहाँ पनि माथिसम्म नै प्याडेड हुन्छ अनि आफ्नो कस्टमाइज आफ्नो प्रेफरेन्स अनुसार त्यो प्याडहरू झिक्दै कट गर्दै एरेन्ज गर्नु नि मिल्छ तर मैले सबै झिकिदिएको छु किनकि अब मेरो त्यो सामानहरू अलिक ठुल्ठुलो छ फर्स्ट थिङ फर्स्ट यहाँ चाहिँ यो चाहिँ गर्मी महिनामा मात्रै बोक्छु म खासमा धेरै जस्तो ल्यापटप कुलर किनकि गर्मी महिनामा चाहिँ घरिघरि अब तराईतिर सो पर्दाखेरि चाहिँ ओभरै गर्मी हुन्छ क्या त्यतिखेर ल्यापटप ओभर हिट हुने प्रब्लम हुन्छ अनि त्यतिखेर मात्रै बोक्छु म यो ल्यापटप चाहिँ गर्मी जस्ट अहिले चाहिँ बोकेर हिँड्दैछु र गर्मी महिना छ नि त अहिले चाहिँ बोकेर हिँड्दैछु र यहीँ छ अनि यो पावर ब्याङ्क चाहिँ यसलाई पावर दिनु युज गर्छु अनि कोही कोही इमर्जेन्सी परेको बेलामा फोन पनि चार्ज भइहाल्छ यसबाट सो यो कुलर नथिङ यो अब यो त त्यतिकै साथीको चाहिँ मैले उठाइदिएको हेर अब नेक्स्ट जाउँ यो चाहिँ मेरो मेन सोमा चलाउने ल्यापटप है दिस इज एसर नाइट्रो 5 ओभर पुरानो ल्यापटप हो मेरो तर अब पावरफुल छ अहिलेसम्म मजाले चलिरहेछ अनि यसमा चाहिँ मैले कति 12 GB ऱ्याम होला एक्सटेन्ड गरेको 12बाट एक्सटेन्ड गरेर 16सम्म बनाएको छु जस्तो लाग्यो मलाई चाहिँ अनि फाल्टो NVMe SSD हालेको छु 512 GB को NVMe SSD हालिदिएको छु यहाँ अनि अहिलेसम्म चाहिँ ओभर फाइन काम गरिरहेछ मेरो लागि र लास्ट 2 इयर्सदेखि मजाले काम गरिरहेछ यो किनेको चाहिँ धेरै नै भइसक्यो हुन त र लाइभ सोहरूको लागि एकदम रिलायबल त त्यस्तो साह्रो छैन अहिले चाहिँ किनकि यो पुरानो पनि भइसक्यो अपग्रेड गर्नुपर्ने छ यो अपग्रेड गर्नु खासमा यो ल्यापटप किनेको तर यो ल्यापटप चाहिँ मैले अहिलेसम्म त्यो सोमा चलाउनुलाई चाहिँ फुल भरोसा गर्न सकेको छैन किनकि यसमा त्यो हुन्छ नि यो जति प्रोसेसर चाहिँ योभन्दा बेसी पावरफुल यो एसरमा छ एससमा छ तर पनि अब यो गेमिङ ल्यापटप हो नि त अनि अलिक पावरफुल चाहिँ यही छ भनौँ न तर आजकल चाहिँ अलिक धोका दिँदैछ 1-2वटा सोमा 3-4वटा सोमा धोका दिइसक्यो मलाई बिच सोमा क्र्यास हुँदै उयो हुँदै अनि नेक्स्ट थिङ यसमा जाउँ यो चाहिँ त्यतिकै सेफ्टीको लागि हालिदिएको यही मेरो अघिको ब्यागकै भित्रको सेपरेट गर्ने उयोहरू हो नेक्स्ट चाहिँ यो सानो पेलिकन छ यो चाहिँ पेलिकनै हो यहाँ भित्र चाहिँ जस यो ग्याफ टेप त्यो अघि देखाएको टेपहरू चाहिँ यसरी काम लाग्छ है ओभर रिफ्लेक्टिभ हुन्छ अनि यहाँ यस्तोसम्म हाल्थ्यो नाम लेख्थ्यो चिनिहाल्छ यो चाहिँ पेलिकन माइक्रो केस 1050 सो फर्स्ट थिङ फर्स्ट चाहिँ यहाँ मेरो सानो वायरलेस माउस अब ठुलो किन्यो भने अब जस्तो बाहिर टुरहरू जाँदाखेरि चाहिँ जति कम्प्याक्ट त्यति राम्रो हुन्छ क्या माउस पनि सानो छ नि जस्ट यो चाहिँ सस्तो मस्तो मिनिसोको माउस हो मलाई छामाले किनिदिनु भएको थियो काठमाडौँमा अनि जस्तो सर्भिसमा पनि धेरै जस्तो जुन पनि सर्भिसमा चलिरहन्छ क्या यो ल्यापटप चाहिँ यो माउस चाहिँ
अब यतिकै यो रफ सर्फेस छ नि यस्तोमा नि स्मुथ चलिरहेको हुन्छ त्यही भएर चाहिँ यही युज गरिरहेको छु प्लस यो साइलेन्टमा आउँछु आवाज आउँदैन यस्तो है अनि नेक्स्ट ओभर काम लाग्ने कुरा यो जमानामा अहिले सबै टाइप सी भइरहेछ युएसबीहरू पनि हुँदैन यो मेरो यो नयाँ ल्यापटपमा त झन् एउटा युएसबी पोर्ट छ त्यसपछि दुईवटा टाइप सी पोर्ट छ चार्ज गर्दैन भने जे गर्दैन भने यो चाहिँ तर मैले लाइभ शोमा मेरो दुईवटा युएसबी इन जान्छ क्या ल्यापटपमा त्यो चाहिँ मेरो कन्ट्रोलर प्लस अडियो इन्टरफेसको त्यो जानुको लागि चाहिँ यो एउटै उयो टाइप सीबाट जाँदाखेरि अलिक स्पिड फास्ट हुन्छ नि त त्यही भएर यही टाइप सी डङ्गल चलाउँछु म प्लस अनि यसमा कार्ड रिडरहरू हुन्छ पहिले चाहिँ फाल्टै कार्ड रिडरहरू बोकिराख्नु पर्थ्यो माइक्रो एसडी कार्डको लागि तर अहिले चाहिँ यहाँ एसडी कार्ड र माइक्रो एसडी कार्ड यहीँ छ प्लस यहाँ एचडिएमआई आउट पनि छ सो अब केही रिजनले एचडिएमआई मेरो ल्यापटपको एचडिएमआई पोर्ट चलेन भने चाहिँ यो पोर्ट चलाउँदा नि हुन्छ ओभर युजफुल कुरा अर्को चाहिँ यहाँ छ अघि मैले जस्तो क्यामेरा सेटअप गरेर लाइभमा चलाउँछु भने त्यसको लागि चाहिँ यो क्याप्चर कार्ड जहिले म बोकिरहेको हुन्छु किङमाको हो यो चाहिँ यो अघिको यो चाहिँ खोइ कुनको स्यान्ड स्ट्रमको रहेछ यो चाहिँ मैले त्यत्तिकै यो ल्यापटप किन्दाखेरि नै यो डङ्गल चाहिँ किनिहालेको थिएँ अनि यो चाहिँ किङमाको क्याप्चर कार्ड 4K सम्म उयो जस्ट ट्रान्सफर गर्छ र यसले मलाई त्यति मजाले चाहिँ थाहा भएन अनि प्लस यहाँ दुईवटा इयरपिस छ है मेरो नभनौँ यो चाहिँ मन्नु काक्सले मलाई दिनुभएको पहिले मेरो इयरपिसहरू सबै त्यो छुट्टेर के भएर अनि हेडफोन चलाउँदै थिएँ ठ्याक्क मन्नु काक्सले अर्को इयरपिस किन्नुभयो त्यसपछि यो मलाई दिनुभएको थियो यो कुन कम्पनी हो KZX त्यस्तै कुन कम्पनीको चाइनिज कम्पनीको तर राम्रो छ यो ओभर राम्रो छ अनि अर्को यो चाहिँ स्योरको SE215 स्योर यो पनि मलाई मन्नु काक्सले दिनुभएको के भन्यो ओभर दामी छ यार लाइभ धेरसो लाइभमा अरू ब्यान्डहरूले पनि मैले चाहिँ धेरसो स्योरको 250 नै चलाइदिएको छु प्राइस पनि अब रिजनेबल त नभनौँ तर अलिकति महँगो तर प्राइस अनुसार चाहिँ ओभर दामी छ अर्को चाहिँ यो HDMI कन्भर्टर हो यो चाहिँ अब मेरो यो क्यामेरामा त फुल साइज HDMI लाग्दैन नि त माइक्रो HDMI लाग्छ सो त्यसको लागि चाहिँ यो ट्याक्क हाल्यो यहाँबाट HDMI आउट लियो अनि त्यो HDMI चाहिँ क्याप्चर कार्डमा हाल्यो क्याप्चर कार्डबाट ल्यापटपमा इन लिने त्यो गऱ्यो भने चाहिँ लाइभको सेटअप लागि मेरो लागि आफ्नै भयो नेक्स्ट अब यो तार भइहाल्यो यो चाहिँ साउन्ड कार्डमा हाल्नुपर्छ कतिवटा ठाउँमा साउन्ड कार्ड राख्ने ठाउँ पनि हुँदैन क्या यत्रो हुन्छ क्या स्पेस त्यो हाम्रो त्यो ब्यान्डको यसको लागि राख्नु मेरो ल्यापटपहरू राख्नु त्यसको लागि चाहिँ मेरो त साउन्ड कार्ड छ कन्ट्रोलर छ होइन मेरो साउन्ड कार्डबाट कतिवटा ठाउँमा चाहिँ यो इयरपिसको तारले नपुग्ने क्या त्यसको लागि एक्सटेन्डर मात्रै किनेको यो नर्मल त्यस्तो केही छैन यो पनि अब त्यही फोनको केबल भइहाल्यो नेक्स्ट यो चाहिँ ब्याट्रिज यो ब्याट्री चाहिँ हाम्रो त्यो इनर्स मोनिटरहरूको लागि एक्स्ट्रा जहिले बोकिरहेको छु स्टेज पनि मैले हेर्नुपर्ने भएर चाहिँ एमर्जेन्सी अब ब्याट्री सकिहाल्यो भने चाहिँ यो जहिले डबल ब्याट्रिजहरू चाहिँ मसँग एक्स्ट्रा भइरहेको हुन्छ ट्रिपल ए पनि छ 3-4वटा यो हामीले ड्युरासेलको मेन चलाउनुको रिजन चाहिँ ड्युरासेल चाहिँ ओभर टिकाउ हुन्छ क्या जस्ट हतपत सकिँदैन अस्ति मैले जन काक्सको माइकमा युकेमा हालिदिएको ब्याट्री अहिलेसम्म जस्ट 2टा मात्रै घटेको होला 4टा लाइनमा नेक्स्ट थिङ यो चाहिँ मेरो साउन्ड कार्ड मेरो नभनौँ मैले चलाउने साउन्ड कार्ड यो चाहिँ ब्यान्डकै हो अनि यो वायर भइहाल्यो यसको यो चाहिँ बेरिङ्गरको UMC22 2 in 2 आउट छ यसको चाहिँ तर म यो आउट बाहिरको यो आउट चाहिँ केही चलाउँदिनँ किनकि मलाई यो साउन्डबाट चाहिँ
ल्यापटपमा मात्रै साउन्ड इन चाहिएको हो क्या, किनकि स्क्रिनमा कतिवटा कुराहरू मैले त्यो अडियो रियाक्टिभ बनाएको थिएँ। जस्तै कि ड्रमरले किक ढ्याक्क हान्दाखेरि स्क्रिन पनि झ्याप्प क्यामेरा ओभरहिट भएर अफ भयो है। र यो यहाँ केमा थियो भने सो यो चाहिँ अलिक छिटो छिटो गरिदिन्छ ल। साउन्ड यो चाहिँ बेरिङ्गरको युफोरिया UMC 22 यो चाहिँ जस्ट त्यही भने नि मैले अब फ्ल्यासहरू गर्नलाई त्यो प्रश्नको अगाडि छ नि मेरो लोगो ड्रमसँगै ठ्याक गर्दै गर्दा त्यो लोगो पनि ढ्याक ढ्याक फ्ल्यास हुँदै लोगो बाउन्स हुन्छ नि, जस्तो त्यो चाहिँ योबाट गर्छु अडियो इनपुट। यहाँ चाहिँ अर्को काम चाहिँ के पनि छ भने यसको हामी सबैजना इनइयर्समा कनेक्टेड हुन्छ नि त ब्यान्डको एभ्री मेम्बर, म पनि इन अ वे कनेक्ट त हुनु पऱ्यो नि त अडियो। सो हेनरी दाई अनि द ब्यान्ड सबै मेम्बर प्लस म प्लस पुकार दाई चाहिँ वायरलेसमा हुन्छ कनेक्टेड भइरहेको छ। अब जन काक्सले अब कानमा केही भन्नु पऱ्यो, अस्ति मैले दाङमा देखाएको थिएँ नि फुल स्विच, त्यो फुल स्विच थिचेर बोल्दाखेरि चाहिँ यो चाहिँ यहाँबाट चाहिँ मैले पनि कानमा सुनिरहन्छु भित्रभित्र। अब हामीलाई के भन्नुहुन्छ, अब हेर्ने दाइलाई केही भन्न चाहनुहुन्छ, अरूलाई के भन्न चाहनुहुन्छ, त्यो चाहिँ सबै सुनिरहेको हुन्छौँ। अनि यो चाहिँ मेरो ल्यापटपको चार्जर भइहाल्यो एसरको। अनि प्लस म चाहिँ जहिले एउटा HDMI केबल चाहिँ म आफ्नै बोकिरहेको हुन्छु। यो चाहिँ रोल्यान्डको HDMI केबल 4K 60 FPS मजाले थाम्छ होला यसले। यो कतिवटा ठाउँमा चाहिँ कस्तो हुन्छ भने HDMI तारै पुग्दैन क्या। अब मैले लाइभ गर्नु सोचेँ अरे, मैले जस्ट फर इक्जाम्पल मैले लाइभ गर्नु सोचेँ अरे, तर उनीहरूसँग HDMI केबल भएन, त्यतिखेर आफ्नै HDMI बोकेको चाहिँ जहिले बेटर। अब धेरै जस्तो ठाउँमा हुन्छ तर पनि यो चाहिँ अब एक्सेप्सन भनौँ न। लास्ट थिङ र सबसेभन्दा मेरो रिसेन्टै भनौँ, सबसेभन्दा रिसेन्ट ग्याजेट एड गरेको मैले चाहिँ योभन्दा अगाडि सानो देखिहालेँ। यो चाहिँ हेर्नु, यो चाहिँ हियरिङ प्रोटेक्सन हो। घरि फेरि पनि ओभरहिट भएर अफ भयो। ल लेट्स गेट ब्याक। हियरिङ प्रोटेक्सन भइहाल्यो अब झन् छिटो। यो यसको वायर ल्यापटपमा कनेक्ट गर्नलाई USB हो। अनि यो चाहिँ के हो भने नि नेटिभ इन्स्ट्रुमेन्ट कम्पनी चाहिँ नेटिभ इन्स्ट्रुमेन्टको ट्र्याक्टर कन्ट्रोल F1। अनि यो चाहिँ मेन गरी डिजेहरूले युज गर्छ। अब हामीले डिजे छ भने एबल्टन लाइभहरूमा डिजेइङ सफ्टवेयरहरूमा मिक्स गर्नु यहाँ के स्याम्पलहरू राखेर युज गर्नु छ। तर यसको राम्रो चाहिँ के छ भने यो मिडीमा नि कन्भर्ट हुन्छ क्या यो कन्सोल चाहिँ। अब सिफ्ट र ब्राउज थिच्यो भने चाहिँ लाइभ त्यो डिजे मोडमा गयो, फेरि सिफ्ट र ब्राउज थिच्यो भने चाहिँ मिडी मोडमा आउँछ। म चाहिँ मिडी मोडमा चलाउँछु। अनि मिडीमा चाहिँ के फाइदा हुन्छ भने चाहिँ यो जतिवटा नि की छ नि सबै एसाइनेबल हो क्या। अब म जस्तै मैले यो नबमा स्पिड एसाइन गरेको छु, भिडियोको स्पिड। अब कोही कोही बेला अब लिरिक्स पछाडि कुदिरहेको हुन्छ अनि गीत चाहिँ कहाँ अगाडि पुगिसकेको हुन्छ। अब त्यो चाहिँ ओभर रेयर केस हो क्या, मेट्रोनमहरू छुट्यो भने त्यतिखेर चाहिँ स्पिड। अब मैले अरू बेला चाहिँ माउसले यता ल्यापटपमा स्पिडमा गइकन स्पिड बढाएर फेरि ब्याक गर्नुपर्थ्यो, त्यो चाहिँ गर्नु पर्दैन। यहाँ ठ्याक्क अलिकति यसरी बढाइदियो ठ्याक्क भयो जस्तो लाग्यो भने फेरि बिचमा ल्याइदियो नर्मल स्पिडमा आइन्छ। अनि यो फेडरहरू चाहिँ त्यही भिडियो भिजुअल्सको ओपेसिटी लेयर अनुसार राखेको छु मैले। मेन लेयर भयो, डाउन लेयर यो अप्पर लेयरको। अनि यो चाहिँ साइड्स, अब यो चाहिँ घरिघरिमा चलाउँछु, घरिघरि त्यो स्प्लिट स्क्रिनहरू छ नि स्लाइड्सहरू, त्यो साइड्सको लागि हो यो चाहिँ। अनि यिनीहरूमा चाहिँ स्केल हाइट विथ अब आफ्नो प्रेफरेन्स अनुसार यो चाहिँ सुरुमा सेटअप गर्दा म चलाउँछु यो तिनवटा नब चाहिँ। अनि यो फेडरहरू भइहाल्यो। अनि यहाँ चाहिँ एउटा गीतको एउटा कन्टेन्ट मैले सेभ गरेको छु यहाँ। अनि यहाँ त कति 16वटा की मात्रै छ, आई मिन बटन्स हो। अब यसको लागि चाहिँ ठ्याक्क सेफ थिच्यो भने चाहिँ दुईवटा पेज छ, पेज नम्बर 2 मा जान्छ। पेज 2 मा गयो भने 16x16 32वटा बटन भयो मसँग, प्लस फेडर पनि 8वटा। पेज 1 मा 4, पेज 2 मा 4 8। यो पनि नब पनि सेम। अनि यो तलको बटनहरू पनि सेम। तलको 4टा बटन चाहिँ म मेन गरी स्क्रिन ब्ल्याकआउट गर्नुको लागि युज गरिरहन्छु। अब मेन लेयरमा के चल्दैछ त्यसलाई सक्यो हटाउनु पऱ्यो भने यो थिच्यो भने मेन लेयर क्लियर हुन्छ। यो डाउन लेयर, यो अप्पर लेयर, यो ब्ल्याङ्क हुँदैछ नि। द्याट्स इट। यो मेरो मिडी कन्ट्रोलर, मेरो सेटअप चाहिँ प्रिटी मच यति नै हो।
सामान धेरै छ। पहिले चाहिँ त्यति साह्रो हुँदैन थियो, एउटा ल्यापटप मात्रै बोकेर हिँडिदिन्थेँ म। अब जति अब ब्यान्डले प्रोग्रेस अनुसार आफ्नो पनि अब गियर्सहरू इक्विपमेन्टहरू एड अन जस्तो आफूले पनि आफ्नो तर्फबाट प्रोग्रेस गर्दै जानु पर्दाखेरि चाहिँ सबै जोडिँदै गएको। अब यो सिक्नु थालेपछि यो पनि यो चाहिने रहेछ, फेरि अर्को त्यो पनि थाहा पाउँदै गएपछि यो चलाउँदा अझै यो बेटर हुने रहेछ भन्दै गएर चाहिँ मेरो अहिले यत्रो भएको। मेन सोमा चाहिँ म यो साउन्ड कार्ड, यो ल्यापटप, अरू कुराहरू, अब आफ्नो सामानहरू सेफ पनि राख्नु पऱ्यो, त्यसको लागि अब यो केसहरू भयो। यो केस चाहिँ मैले यो ट्र्याक्टरबाट पाएको होइन, यो चाहिँ त्यत्तिकै राम्रो लागेर मैले खासमा किनेको थिएँ, तर भित्र चाहिँ निन्टेन्डो गेमको रहेछ क्या। अनि यहाँको मोल्ड थियो गेम राख्ने, अनि मैले काटेर यो ठ्याक्क अट्यो, त्यसको लागि बनाएको। प्लस पहिले त म यसमा किबोर्ड बोक्थेँ थिएँ। सो ल गाइज, आजको भिडियोमा चाहिँ यति मेरो कन्टेन्टहरू देखाएँ। अब नेक्स्ट भिडियोमा चाहिँ तपाईँलाई अब लाइभ सोमै कसरी म सेटअप गर्छु, प्लस अनि लाइभ सो त्यो होल सो नै अब यो यही सामानहरू चलाएर म तपाईँहरूलाई देखाउँछु। यहीँ देखायो, यहीँ सेटअप गरेर देखायो भने त अब अर्को भिडियो के भनौँ होइन। अनि मलाई पनि कन्टेन्टहरू चाहिरहेको छ, त्यही भएर पार्ट छुटाउँदै तपाईँहरूलाई डेलिभर गरिरहेछु। नेक्स्ट भिडियोमा पछि हेनरी दाईको पनि ब्यागको यस्तै गरौँ न। हेनरी दाईकोमा चाहिँ झन् मेन अडियोको सामानहरू बेसी छ क्या, त्यो पनि इन्ट्रेस्टिङ हुन्छ तपाईँहरूलाई नि अब थाहा हुन्छ अडियोको लागि। अब यो चाहिँ भिजुअल्सको भयो, मेन गरी भिजुअल्सको भयो। अनि अलिअलि मेरो अब फाल्टो एक्स्ट्रा फोटोसप हो, त्यो मैले गर्दै गरेको कामहरू चाहिँ यो अर्को ल्यापटप, मेरो नयाँ ल्यापटपको बारेमा पनि तपाईँले थाहा पाउनुभयो। सो यो भिडियो चाहिँ मैले पूर्वाञ्चल गिटार वर्कसपमा खिचिरहेको, धरानमा अरू पूर्वमा। तपाईँहरूको अब गिटारहरू केही रिपेयर गर्नुपर्ने छ, कस्टमाइज गर्नुपर्ने छ भने सबै यहाँ हुन्छ, पूर्वाञ्चल गिटार वर्कसप। यसको पनि लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु। थ्याङ्क यू गाइस, बाई बाई, सी यू नेक्स्ट वान।